हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी होइन दसैँ सकेर पनि सबै दसैँ खुइसकेर पनि अहिले चाहिँ म ससुराली फर्किँदैछु। हेर्नुहोस् न, मेरो आमाको आँखामा त कति आँसु भइरहेको छ होइन। अन्त बल्ल बल्ल आएको छोरी, नानी, मतलब नाति, ज्वाइँ फर्किँदा कस्तो लाग्छ नि, आफ्नो आमाको मन दुख्छ, रुन्छै रुन्छ। त्यो भएर चाहिँ बाबालाई पनि आशीर्वाद लिएर बस्नुहोस् ल भनेर फर्किँदैछु। अन्त अहिले भने चाहिँ म बडीको घरमा पुगिसकेँ होइन। अन्त बडीलाई बडी भनेर बोलाएँ, बडी निक्लिरहनु भएको थियो होइन। त बडीले भन्नुभयो अन्त आइज न भित्र, टिका लगाएको पैसा दिएको छुइनँ अस्तिको भनेर भन्नुभयो। अन्त टिका सिका लगाएको पैसाहरू दिनुभयो, मलाई डोकी होइन। बिचमा बडीले चाहिँ जिस्काउनु हुँदैछ ज्वाइँलाई चाहिँ, टिका लगाएको पैसा चाहिँ कम्ती छ ल, ज्यादा छैन ल भनेर भन्नुहुँदैछ हो। अन्त ढुकढाक गर्नुहुँदैछ, नानीलाई माया गर्नुहुँदैछ। बडीले पैसा सैसा दिएर अन्त पप्पीहरू गर्नुहुँदैछ होइन। ढोका भन्नुहुन्छ, ढोकेकै छैन नानीले चाहिँ हो। अन्त सर्दी लागिरहेछ नानीलाई चाहिँ हो। अन्त यता बडाले हेरिरहनु भएको छ। अन्त अहिले चाहिँ बिदाबारी दिँदैछु, बस्नुहोस् ल बडी भनेर भन्दैछु, बस्नुहोस् ल बडा भनेर होइन। त हामी जाँदैछौँ। अन्त मलाई छोड्नुको लागि चाहिँ भाइ, आमा, बाबा सबै जानुभएको थियो नि त होइन। खेलाउँदैछ, मामाले भानिजलाई पुरा मान्नु थालेको छ नि त। भानिजसँग चाहिँ मामा भानिज चाहिँ पुरा मिल्नु थालेको छ होइन। हेर्नुहोस् ल, हाम्रो आमाको आँखामा बिचरा कस्तो रुन्ची हुनुहुन्छ आमा। ती रुनुहुन्छ, जहिले छोड्नु आउनुहुन्छ नि तहिले नै रुनुहुन्छ होइन। अन्त हामी चाहिँ गाडीमा पनि चढिसक्यौँ, जाँदैछौँ होइन। बिचको भिडियो चाहिँ मैले बनाउनु पाइनँ हो, त्यसको लागि सरी। अन्त अहिले चाहिँ म बाघपुल पुगेँ। बाघपुल पुगेर चाहिँ हामी बाघपुलमै चढ्यौँ नि त हो। अब सिलगढी पुग्नु हो भने त टाइम लाग्छ। अन्त बाघपुलमा हामी उत्रेर चाहिँ गाडी पर्खिरहेको छौँ होइन, वेट गरिरहेको छौँ। अन्त बाबाले उता छोरालाई खेलाइरहेको छ। यहाँ माथिनिर हेर्नुहोस् न, मङ्की छ होइन। त्यहाँनिर चाहिँ नानीहरू चाहिँ जुम्रा हेरिदिँदै रहेछ। कति माया गर्छ नि आफ्नो आमाहरूले, आफ्नो नानीलाई कति केयर गर्छ नि। हेर्नुहोस् न, कति माया लाग्दो हेरिरहेको छ जुम्रा होइन। अन्त यहाँ चाहिँ ठिकै हामीले गाडी पनि पायौँ होइन। ठिकै गाडीभित्र चाहिँ एउटा खेल्ने रहेछ नि त नानीको, मतलब त्यो कसै नानीको थियो होला होइन। त खेल्दैछ नानी। अन्त हेर्नुहोस् न, जाँदा जाँदा आकाशमा यति मजाको भ्यू भइरहेको रहेछ होइन। यस्तो मजाको बादल लागिरहेको छ। मलाई भिडियो सुट गर्न मन लाग्यो नि त, अन्त त्यो भएर मैले गरेको होइन। अन्त अहिले भने चाहिँ हामी रेड ब्याङ्क पनि आइपुगिसकिसक्यौँ होइन। पापालाई पनि लिएर आएको नि त। जहिले पनि म दसैँमा आउँदा चाहिँ पापालाई पनि लिएरै आउँछु नि त, राम्रो लाग्छ होइन घुमाउनु बाजे बोजूलाई नि। अन्त त्यो भएर हामी चढेर पनि घर जाँदैछौँ हो। टोटोमा चढेर हेर्नुहोस् न, मेरो हालत कस्तो भइरहेको छ, अनुहार पनि फुस्रो फुस्रो भइरहेको छ गरमले गर्दाखेरि होइन। अन्त अहिले चाहिँ हामी घर पनि आइपुगिसकिसक्यौँ होइन। हत्तु भएर घर पनि आइपुगिसकिसक्यौँ। अन्त आमा निक्लिरहनु भएको छ, हेर्नुहोस् ल, आमा निक्लिनु भएको छ होइन। नानी चाहिँ कुदेर जाँदैछ आमा भएकोमा होइन। कति माया नि बोजू नातिको, हेर्नुहोस् न माया गरेको। त हामीलाई चाहिँ भोक लागिरहेको थियो नि त, त्यो भएर